एमाले र काङ्ग्रेसभित्र विभाजन गराउने कुराको उहाँहरूले निकै ठुलो डिजाइन गर्नुभयो। एमाले भित्र 11 मार्चभन्दा अगाडि हाम्रै नेताहरूलाई अनेक खालका शब्दहरू उहाँले बोल्न लाउनुभयो। केपी ओलीको अनुहार लिएर जान सकिँदैन, केपी ओलीबाट पार लाग्दैन, केपी ओली बयानमा जानुपर्छ, केपी ओलीलाई त्रिशूल छाप लगाइदिनुपर्छ भनेर प्रधानमन्त्रीसँगको वार्ताका क्रममा यी अभिव्यक्तिहरू आए र हाम्रो 11औं महाधिवेशनले हाम्रो पार्टीभित्रका अन्तर्विरोधलाई हल गर्ने, हाम्रो नेतृत्वलाई शानदार ढङ्गले चुन्ने लगायतको विषयमा हामी सफल भयौँ र आम रूपमा जनताले हामीलाई साथ दिए। त्यस पछाडि उनीहरूका भाषा फेरि के फेरियो भने एमाले भित्र त निरङ्कुशता छ, एमाले त दासहरूको पार्टी रह्यो। यो कथा पटकथा कसको हो? संवाद चाहिँ गगनजीको मुखबाट आए यस्ता संवादहरू। अब कसको कथा र पटकथा गगनजीले संवादका रूपमा प्रकट गरेर आफूलाई नेता भन्दा पनि अभिनेताको रूपमा प्रस्तुत गर्ने जुन नेपालको राजनीतिक रोग छ, त्यही दिशामा जान खोजेको जस्तो देखिन्छ।